आज साउन 15 गते खिर खाने दिन हामी चाहिँ यता शुक्लाफाटा नगरपालिका वार्ड नम्बर 6 वनसमिति बजारमा हामी वार्ड नम्बर 5 मा चोकमै हामी चाहिँ खिर खाने प्रोग्राम गरिरहेका छौँ। यहाँ हाम्रो दिदी घरबाटै दुध चामल घिउ गुड लिएर अर्ग्यानिक खिर पकाउँदै हुनुहुन्छ। एकदम समाजसेवी बुद्धिजीवी अग्रज व्यक्ति पनि हुनुहुन्छ उहाँ। हामी चाहिँ यता वनसमितिको अगाडि राम मन्दिरको हलमा बसेर हामी खिर खाने प्लान हाम्रो प्रोग्राम हाम्रो पुराना पुर्ख्यौलीहरूको रीतिरिवाज संरक्षण गर्नको निम्ति हामी यहाँ देउडा फाग पनि गाउनेछौँ र दिदीले आफ्नो टिम पनि यहाँ ल्याउनु भएको छ र हामी यता आज रमाइलो गर्नेछौँ। आउनु होला तपाईँ पनि वनसमिति चोकमा र हामी पनि यतै छौँ। उहाँ अर्का दिदी पनि आउनुभयो खिर कस्तो भयो भनेर हेर्नु होला तपाईँहरू पनि। सो तपाईँलाई स्पेसल न्युतो छ हाम्रो वनसमिति बजारमा वार्ड नम्बर 5 यो चोक हाइवेको नजिकमै छ। आउनु होला हामी सँगै खाउँ सँगै रमाइलो गरौँ। आज सँगै देउडा खेलौँ। साउन 15 एकदम रमाइलो गरौँ एउटा स्मरणीय पल गरौँ। हामी एउटा यसरी नै हामीले चाहिँ संस्कृतिहरूलाई जगेर्ना गऱ्यो भने चाहिँ संस्कृति जगेर्ना हुन्छ र हामी सबै मिलेर एक आपसमा बसेर यो संस्कृतिलाई हामीले अगाडि बढाउनुपर्छ। हाम्रा दाइ एउटा समाजसेवी बुद्धिजीवी चाहिँ हुनुहुन्छ। उहाँ पनि एउटा हाम्रो समाजका अग्रज व्यक्ति पनि हुनुहुन्छ। उहाँले पनि आज खिर खोरल्दैछन्। हामीले चाहिँ सम्पूर्ण साथीहरूलाई खिर खुवाउँछौँ भन्ने कार्यक्रमका साथ हामी अगाडि बढेका छौँ। तपाईँहरूलाई स्वागत साउन 15 को शुभकामना देश तथा विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूमा सम्पूर्णलाई हार्दिक निमन्त्रणा तथा शुभकामना व्यक्त गर्न चाहन्छु। साउन 15 को हार्दिक मङ्गलमा फेरि पनि शुभकामना।